हाम्रो यात्रा चाहिँ बागलुङ कालिकासम्मको हामी दुईजना चाहिँ बाइकमा गयौँ अनि उता पछाडि चाहिँ ट्याक्सीमा आउँदै हुनुहुन्छ। अब जाउँ है त। मिनी भालुपाड भन्दा पनि केही फरक नपर्ने ठाउँ छ यहाँ चाहिँ। यहाँबाट तल जाँदा चाहिँ मामा घर पुगिसक्यो। हामी मामा घर नगइकन अब चाहिँ माथितिर लाग्यौँ। बागलुङ जान चाहिँ हाम्रोतिरबाट चाहिँ पोखरा निस्किनु पर्दैन, सिधै यताबाट जान मिल्छ। त्यस्तै 60-65 कति किलोमिटर छ कि यताबाट चाहिँ। चिसो छ एकदमै। हामी धेरै छिटो भयौँ, त्यही भएर एकछिन हामी यो झर्नामा कुर्छौँ दिदीहरू मम्मीहरूलाई बिनाजु फुलबारी झर्ना हो यो झर्नाको नाम चाहिँ। आउनुभयो दिदीहरू चाहिँ। अब हामी हिँड्छौँ। लक छ। ल अगाडि रहेछ बाबु। कस्तो भइरहेको छ? मलाई यहाँ चिसो भएर हेलमेट मगाएको। ल गयौँ हामी। बाई, हामी भेटाइहाल्छौँ बाबु। बाई। अब हामी जान्छौँ। हामी यता जानुपर्ने मान्छे बाइकै स्टार्टै नभएर भिनाजु त्यहाँ यस्तो स्टार्ट हुन्छ कि भनेर जानुभयो। त्यो बाटो सानो ठुलो जस्तो भए पनि एकदम राम्रो चाहिँ छ यहाँसम्म। अब यहाँबाट माथि के कस्तो छ अब हेर्दै जाऊँ। बाटोमा पहिरो पनि छ। गेट छ होइन, यहाँबाट चाहिँ पर्वत सुरु भयो। हामी अहिले चाहिँ जिल्ला छुट्यौँ। अब हामी पर्वत हुँदै बागलुङ यो कुहिरो नलाग्दो भए चाहिँ यहाँबाट पुरै हिमाल देखिन्थ्यो। दिवस मौसम शान्ति राखेको थिएसँग चाहिँ बिहान पानी परिरहेको के गर्नु भएको धन्न अहिले चाहिँ परिरहेको पानी। यता बाटो चाहिँ यस्तो छ होइन। अनि भ्यू हेर्नुहुन्छ? भ्यू ल भ्यू हेर्नु है त। ल हेर्नु त भ्यू। ओ माइ गॉड। अझ यो कुहिरो हटेर त्यहाँ पुरै हिमाल देखिएको भए कस्तो हुन्थ्यो। लगभग 4-5 किलोमिटर जति हामी अफ रोड आइसक्यौँ। अझै जानु छ, कति छ थाहा छैन अगाडि। मम्मीहरूलाई कुरेको अब चाहिँ अघि चाहिँ कस्तो खुले थियो, अहिले त पुरै कुहिरोले ढाकिसक्यो। धन्न पानी चाहिँ परे छैन। बाटो यस्तो खतरनाक छ कि ट्र्याक्टरमै भन्दा बढी भइरहेको। अब चाहिँ पिच बाटो छ कि स्थिति यस्तो बेहाल भयो कि पुरै छोडिदिउँ है। बाटो फेरि उस्तै रहेछ यतातिर त के भनेर खसो त्यो पनि गाह्रो छ। अझै अब यो कुसमा आइसक्यौँ हामी चाहिँ। अहिले यो पोखराबाट आउने बाटो र यताबाट आउने बाटो मिसिने ठाउँमा चाहिँ आउन बाँकी छ। यो पुल मोदी खोलाको पुल। यहाँबाट चाहिँ भिनाजु बच्चालाई फालेको कि त्यस्तै के थियो कि दुईटा बच्चा मरेका हुन् कि यो पुलबाट फालिदिएका हुन् क्या सायद। हामी चाहिँ हाइवे छोयो है। अब हाइवेमा हिँड्यौँ। हामी यता तलबाट आएको थियौँ। पोखरा जाने गाडीहरू चाहिँ उताबाट। यिनीहरू यो गाडीहरू चाहिँ पोखराबाट आएको गाडी हो। अब त बाटो यस्तो स्पेसल छ नि त फेरि।
तीर्थयात्रा पनि भेट्यौँ हामीले। बागलुङ कालिका भगवती मन्दिरको गेटमा आयौँ हामी। यहाँ चाहिँ आज डह्रो भिड छ जस्तो छ। मन्दिर आइपुग्यो। अब चाहिँ लाइन रहेछ, हामी चाहिँ लाइनमा बसेछौँ। लाइन छ है लामै। कहाँ हो? मलाई दिन्छु गयो भित्र। अरे मेरो साथी हो नि त। अब चाहिँ हामी मन्दिर छोडेर हिँड्न लागेको। परेवाहरू पनि उडायौँ, पूजा पनि गरिसक्यौँ, मम्मीहरू गइसक्यौँ। हामी यहाँ फोटो खिच्ने भनेर बोलेको। अब जान्छौँ। बलि पनि चढ्दो रहेछ, मलाई चाहिँ थाहा थिएन है। जस्तै भइरहेको यहाँ अग्लो पुलमा हम। अब जाम है त अग्लो पुल। बुवा आउनु, फोटोसुट चल्दैछ हाम्रो। जाम। म सकेसम्म चाहिँ म पारी जान्छु। मलाई यो पुलमा खासै डर चाहिँ लाग्दैन। बाटो हुँदै आएको अघि हामी। यो बाटो हुँदै उताबाट घुमेर त्यहाँ कालिका मन्दिर। ल सकेसम्म तर मै के अरे पारी। ओहो के भएर किन्दिने हजुरले हो के अरे। बिना दारु उहाँ पुगिसक्नुभयो। दिदी हिँड्दै हुनुहुन्छ। अनि यता बुवा जाम न आउनु। अनि उहाँ दाइ मम्मी चाहिँ फोटो खिच्दै हुनुहुन्छ। ल ल यता यता यति बाँकी छ हामी, नत्र यो पुल तरेर सक्यौँ। हो त्यहाँबाट चाहिँ उकालो रहेछ क्या, स्याहाँ स्याहाँ भयो। अब सकौँ न यति। ल यता चाहिँ पर्वत आयो हामी फेरि। अहिले यहाँ यो पुल तरिरहेछ कि त्यो चाहिँ बागलुङ बजार रहेछ। त्यो बागलुङ बजार गइन्न होला जस्तो छ हामी अहिले। बाबु तर्यो पुल धौ भएन। बाबु भयो कि भएन? भयो। अब जाने कि होइन त? ल जाम त नि। नजाम अरे अझ त्यसको लिएर यहाँ त बगाउनु पर्यो अरे। 1 2 3 गो। गयो कहाँ गयो। बाबु यहाँ त बगेको। बाबुको घर भेटिन्छ होला। क्या दिदी भन्छ भन्नु छिटो।
कुस्माको पुल पनि तरेम हामी अब जाने हो हाम्रो बाइक अनि ट्याक्सीहरू कहाँ कुनै खोज्न जानुपर्छ अब ए वहाँ रहेछ बाइक कहाँ थाहा छैन ए यहाँ रहेछ अनि वहाँ ट्याक्सी लिन जानुभयो दाइ बागलुङको यात्रा कस्तो भयो त दाइ पहिलोचोटि होइन हजुर मेरो चाहिँ म पहिले आएको थिएँ अरे बुवा माग्छ मेरो चाहिँ पहिलोचोटि हो मैले जानेछु मम्मीहरूलाई चाहिँ दिदी हजुर कस्तो भयो हजुरको बागलुङको यात्रा रमाइलो भयो हजुरको कतिचोटि हो सेकेन्ड थर्ड फोर्थ मम्मी 1 2 3 4 रमाइलो भयो रमाइलो छोराछोरी सबै परिवार होइन धेरै रमाइलो ल हिँडेको है हामी चाहिँ अघिको पुल हामी तरेर पानी पनि गएर आइसक्यौँ यही हो यता पोखरा जाने बाटो यता हामी जाने बाटो अब चारैतिर ला त्यही भएर म पातमा थापेर हाल्छु अब गाडी नि यही बाटो हिँड्ने रहेछ वहाँ छ बाइक त्यसै तपाईँलाई खुट्टा हेर्नु न यो बाइकको प्लास्टिकले ए भगवान् यस्तो बाटोमा बसेर क्या नि है जाउँ अब चाहिँ नि काट्ने टाउन लगभग 5-10 मिनट होला हामी त्यहीँ गएर बस्छौँ नेटा बजारबाटै हिँड्यौँ अब हामी अहिले चाहिँ मैले खासै धेरै भिडियो बनाइनँ अघिकै त बाटो हो भनेर मौसमले चाहिँ हामीलाई एकदम साथ दियो पानी पनि पऱ्यो होइन घाम पनि लागेर ठिकै छ पर्वत सकियो अब ल स्याङ्जा लाग्यो अब फेरि नागडाँडा 19.5 किलोमिटर रहेछ 15 हाम्रो घरबाट नागडा 15 किलोमिटर हो ए के अरे 5 किलोमिटर हो 5 हो दोभान 2 नागडा 5 हो क्या यो बाटो छ नि जुन यो बाटो हुँदै जाने हो मेरो मामु घर यहाँ अलिअलि देखियो ऊ हो त्यहाँ त्यो गाउँ देखियो नि हो त्यो गाउँ हो मेरो मामु घर म जान्छु एक दिन कल जान्छु थाहा छैन हो यहीँ कता हो अब घर त मैले आँखाले देख्दा मात्रै देखेको यहाँ चाहिँ देखिन्न आँधी खोलाको मुहान अन्त अन्ती जाने बाटो पनि यही हो
हामी बागलुङ गएर आएको पनि अहिले त 1-2 दिन भइसक्यो है। अनि यसो भिडियो एडिट गर्छु भनेर हेरेको त कस्तो मैले त बीच बाटोबाट भिडियो बनाउनै छोडेछु। जाँदाखेरि चाहिँ सबै बनाएँ, आउँदाखेरि चाहिँ अब त्यही बाटो भयो अनि थकै लाग्छ कि बेसरी। हुन त अब हिँडिराख्ने मान्छेलाई चाहिँ केही पनि होइन, हामी अब नहिँड्नेलाई त अब यहाँबाट त्यस्तै कति 60-65 किलोमिटर छ बागलुङ होइन। अनि फेरि यो राम्रै बाटो भएको भए त केही हुन्थेन, उतापट्टि चाहिँ पुरै अफरोड थियो कि लगभग 20 किलोमिटर जति त पुरै अफरोड। अनि त्यही भएर नि गाह्रो भयो। छापेको ढुङ्गा थियो कि माटो चाहिँ बगाएछ पानीले, अनि अब ढुङ्गा त रहने भयो, त्यही भएर गाह्रो भयो। अहिले पनि खुट्टा भने यस्तो धोइरहेको होइन लाएर खुट्टा के भनेर अहिलेसम्म पनि त्यो राम्रै सन्चो भइसकेको होइन। मेरो आवाज पनि अर्कै आइरहेको। प्रपर ब्लगरहरूले जस्तो त बनाउन सकिँदैन, बोल्न अरूको अगाडि बोल्न पनि अप्ठ्यारो लाग्छ। अब घरतिर छु अनि त्यही मान्छे जतिखेर पनि मोबाइल लिँदै हिँड्दै गर्ने कुरो त भएन नि त। अनि त्यही भएर अब जे जति सकेँ त्यस्तै भिडियो बनाएँ, जे सकेँ बनाइरहेको छु। अब हेर्दै गर्नु होला, माया गर्नु होला, यही भन्छु। अनि लास्टमा चाहिँ डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई गाइज।